नमस्ते, मेरो नाम ध्रुव प्रसाद शिवाकोटी हो। म 2066 साल कार्तिक महिनातिर म यो दक्षिण कोरिया आएको हुँ र दक्षिण कोरियामा मैले लगभग 4 वर्ष बिताइसकेको छु। अब 1.5 वर्षको समयपछि म मेरो आफ्नो देश फर्किनेछु। त्यस्तै 2063 साल असार महिनामा मेरी प्यारी श्रीमती यशोदा इजरायल गएकी थिइन्। उनी एउटा 5 वर्षको एउटा कष्टपूर्ण विदेशी जीवन यात्रा पूरा गरी नेपाल फर्किसकेकी छिन्। उनी विदेशिनु एक समयमा एउटा दुःखद घटना थियो, जो मेरो लागि उनी बाहेक मैले कसैबाट सहारा पाउन सकेको थिइनँ। मेरो अवस्था अत्यन्तै दर्दनाक थियो। म मर्ने र बाँच्ने अवस्थामा उनीले मलाई छाडेर जो विदेशी भूमिमा एउटा जीवन मरणको अवस्थामा मलाई छाडी उनी एउटा साहस र आँटका साथ इजरायल गइन्। उनमा एउटा यस्तो चुनौती थियो, एउटा बाध्यता थियो। बाध्यता स्वरूप उनले आफ्नो एउटा लामो दुःख र सुख दुइटै अनुभव गरी लामो यात्रा पुरा गरी उनी अहिले नेपाल फर्किसकेकी छन्। त्यस्तै म पनि दक्षिण कोरियामा छु। यहाँ एउटा सुख सम्पन्न देश हो। यहाँ मैले दुइटै कुराको अनुभव गरेको छु। यहाँ विभिन्न किसिमका सुविधाहरू छन्। पैसाको खाँचो छैन, तर म आफ्नो एउटा परिवारको न्यानो मायाबाट टाढिएको छु। मैले मेरी प्यारी श्रीमतीलाई 6-7 वर्षसम्म टाढा राखेँ। हाम्रा ती बाध्यता थिए, तैपनि उनको एउटा धैर्यता, साहस, योगदान, सहयोगको कारण म यो अवस्थासम्म आइपुगेको छु। यसमा उनको महत्त्वपूर्ण योगदान छ। यसलाई म कुनै हालतमा पनि बिर्सन सक्दिनँ। त्यस्तै हाम्री छोरीले हामीलाई एउटा जुन सानी छोरीले अर्काको घरमा अर्काको काखमा हुर्किएर हामीलाई एउटा सहयोग गरिन्। यस अवस्थामा पनि स्वस्थ रहेर आज मम्मीको साथमा छिन्। छोरी प्यारी छोरी फिउनालाई पनि धन्यवाद दिन चाहन्छु। र अब केही समय धैर्यता गरौँ, त्यस पछाडि हामीले आफ्नो एउटा बाँकी समय एकैसाथ परिवारका साथ बिताउनेछौँ। म के भन्न चाहन्छु भने, कसैलाई दुःख, पीडा, विराम भएको अवस्थामा आफूले जे जति सकिन्छ सहयोग गर्नुपर्छ। त्यो बेला उसलाई चाहिँ एउटा हौसला मिल्ने किसिमको वातावरण सिर्जना गर्नुपर्छ, न कि गाली। होइन, कसैलाई गाली गरेर जो आफै पीडित छ, ऊ मर्न लागेको छ, त्यो अवस्थामा कसैलाई पनि गाली गर्नु हुँदैन। उसको अरू कुराहरू खोतल्नु हुँदैन। उसलाई सहानुभूति दिनुपर्छ र उसलाई जसरी पनि बचाउनुपर्छ। सक्यो भने उसले त्यो फिर्ता गर्नेछ, सकेन भने आशा राख्नु हुँदैन भन्ने मेरो एउटा मान्यता थियो, हो र सधैँभरि रहिरहनेछ। यसमा म कहिल्यै चुक्ने छैन। म पैसावाला, धनी र को साथमा रहने छैन। म हिजो पनि गरिब थिएँ। आज हिजोको भन्दा केही अलिकति थोरै भए पनि एउटा हौसला मिलेको छ। रै पनि म आफूलाई गरिब सर्वहारा वर्गमा राख्न चाहन्छु। मैले मेरो अगाडि कोही
दाजुभाइ भोकै भएको देखेँ भने म आफ्नो घाँस काटेर भए पनि दिनेछु। यो मेरो प्रतिज्ञा हो। र यसै सन्दर्भमा फेरि पनि मेरी प्यारी यशोदा, तिम्रो एउटा माया ममता मैले पाएँ जो कहिल्यै भुल्न सक्दिनँ। तिम्रै कारणले म बाँच्न सफल भएँ। यो मात्र होइन, म आज यो विकसित देशको सुख एउटा चाहिँ मैले प्राप्त गरेको छु। यो तिम्रो नै योगदान हो र सायद तिमीले गरेको राम्रो कामले तिम्रो पनि जीवनमा सफलता मिल्नेछ। हामी दुवैको जीवन सफल थियो, छ र हुनेछ भन्ने कामना गर्दै म विदेश बस्दाका विभिन्न पीडाहरू आफ्नो परिवारको सम्झना स्वरूप एउटा गीत प्रस्तुत गर्न लागिरहेको छु। यो गीतको शीर्षक छ तिम्रो यादमा। तिम्रो यादमा कल्पी कल्पी छेउबिजो सिरानीको छटपटीमा कोल्टे फेदै पाले बास्यो बिहानीको। तिम्रो यादमा कल्पी कल्पी बाचाहरू पहिरो जस्तै भताभुँदा आशाहरू मुख छोपी कालिँदै रुँदा। बाचाहरू पहिरो जस्तै भताभुँदा आशाहरू मुख छोपी कालिँदै रुँदा। कसो गरी निदाउनु सारा बहहरू फाली। खै कसरी सुत्न सक्नु मिठो सपनी सिरान हाली। त्यसैले त रोइ खुसी आज राति डाकु छाडी। तिम्रो यादमा कल्पी कल्पी। जता फर्क्यो छानमा आइरहन्छ झल्को मायालुको सम्झनालाई धान्न बोचारको। जता फर्क्यो छानमा आइरहन्छ झल्को मायालुको सम्झनालाई धान्न बोचारको। यो छातीमा हाम्रो मिलन ज्वालासरी दन्किरायो। हाम्रो नाता मुटुभित्र घरिघरि दुखिरह्यो। कसो गरी थकाउनु परेलियो भिजिरह्यो। तिम्रो यादमा कल्पी कल्पी छेउबिजो सिरानीको छटपटीमा कोल्टे फेर्दै भाले बास्यो बिहानीको। तिम्रो यादमा कल्पी कल्पी। धन्यवाद।